सम्पूर्णमा नमस्ते, जय मसी। अनि यो भन्दाखेरि चाहिँ एडिक्सनको बारेमा छ। अनि उहाँलाई चाहिँ आज म चारवटा प्रश्नको चाहिँ उत्तरहरू जान्न मन लागेर म सोध्दैछु। अन्त जरुरी छ। अनि क्वेसन चाहिँ के छ भन्दाखेरि चाहिँ आजको समाजमा विशेष गरी युवा र अभिभावकहरूमा लतको प्रभाव के छ। अनि अर्को छ बाइबलले लतको बारेमा के भन्छ, एक व्यक्ति कसरी लत जित्न सक्छ। हामीलाई लत भनेको के हो, हामी त्यसको बारेमा उहाँबाट हामी सुन्नेछौँ। के रहेछ लत भनेको बारेमा हामी बुझ्नेछौँ। हुन्छ, तपाईँले बताइदिनुहोस् न लत भनेको के हुन्छ। धन्यवाद ब्रदर, तपाईँले मलाई यो सुन्दर समय दिनुभएकोमा। अनि सम्पूर्णमा जसले यो भिडियो हेर्नु हुँदैछ तपाईँ सबैलाई जय मसी तथा नमस्कार। एकदम तपाईँले असल टपिक आजको शीर्षक होइन, थिम ल्याउनु भयो एडिक्सनको विषयमा। अनि एडिक्सनको बारेमा भन्नुपर्दा हामीले एडिक्सनलाई चाहिँ के कुराले बुझ्छौँ भन्दाखेरि एडिक्सन चाहिँ यस्तो चिज हो जुन चाहिँ हाम्रो एउटा आदत हो, होइन। जुन आदत चाहिँ हाम्रो अन्तस्करणमा त्यसले जडा गाडेर बसेको छ। अनि त्यो आदत चाहिँ यस्तो आदत हो जबसम्म त्यो कुरा हामीले पुरा गर्दैनौँ हामी सन्तुष्ट रहन सक्दैनौँ। अनि यसले चाहिँ के गर्छ भने हामीलाई ऊप्रति आकर्षित पार्दै जान्छ। जबसम्म त्यो कुरालाई हामी पुरा गर्दैनौँ हामी कतै पनि सन्तुष्टि रहन सक्दैनौँ। अहिलेको समाजमा हामी हेऱ्यौँ भने एडिक्सनलाई हामी नसापानीको कुरालाई पनि सेवन गर्नेलाई एडिक्सन भन्छौँ। ड्रग्स लिनेहरू पनि एडिक्सनमा फसेको छन्। र अनि कुनै खराब आदत छ नि यो सबै कुरा चाहिँ एडिक्सनमा हामी भन्न सक्छौँ। जुन कुराले चाहिँ हामीलाई खिच्छ, जुन कुरा हामी पुरा नगरुन्जेलसम्म हाम्रो मस्तिष्कले आनन्द महसुस गरेको हुँदैन, त्यो कुरा चाहिँ हामी एडिक्सन भन्छौँ। यसले युवा वर्गलाई अनि हाम्रो समाजमा कस्तो प्रभाव पारिरहेको छ यसको बारेमा नि अलिकति बताइदिनुहोस्। एकदम तपाईँले एकदम अहम विषय ल्याउनु भयो, होइन। यो एडिक्सनले चाहिँ आजको समाजमा धेरै डरलाग्दो प्रभाव पारेको छ। तपाईँले हेर्नुभयो भने अहिलेको समयमा धेरैभन्दा धेरै परिवार टुटेको कारण एडिक्सनको कारण नै हो। कसैले परिवारमा आफ्नो श्रीमानलाई छोडेका छन् नसामा फसेको कारणले गर्दा, कुलतमा फसेको कारणले गर्दा। कसैले आफ्नो श्रीमतीलाई छोडेका छन् नसा र कुलतमा फसेको कारणले गर्दा। कतिजनाले आफ्नो छोराछोरीलाई त्यागेका छन् नसा र कुलतले गर्दाखेरि। आफ्नो छोराछोरीले आफ्नो बुवाआमासँग लडाइँ गर्छन्, होइन, रुपियाँ पैसा माग्छन् त्यो नसाले गर्दाखेरि, त्यो नसा पुरा गर्नको लागि गर्दाखेरि। अनि त्यहाँ हामी अझै बुझ्छौँ धेरै मानिसहरू अहिलेको समयमा जवान भाइ बहिनीहरू अहिलेको समाजमा बिग्रिरहेका छन् यो कुलतले गर्दा, नसाले गर्दा। कति जवान भाइ बहिनीहरूले है चोरीको काम गरिरहेका छन्, होइन, आफ्नो बुवा आमाको पैसा चोरिरहेका छन्, है। त्यति मात्र होइन, उहाँहरू डकैत पनि भइरहेका छन्। कतिजनालाई है लुटेको पनि छन् नसा खानको लागि पैसा नभएर। अनि कतिजनाले चाहिँ यस्तो पनि गरिरहेका छन् कि नसा पुरा गर्नको लागि कतिजनालाई मर्डर काम पनि गरिरहेका छन्। यस्तो कुराको समाज अहिले हामीले देखिरहेका छौँ। यो नसाले चाहिँ, यो एडिक्सनले चाहिँ धेरैजनालाई एकदम प्रभाव पारिरहेको हामीले देख्दैछौँ। अहिलेको समाजमा मान्छेहरूले यो नसा भएको व्यक्तिहरूलाई इस्तेमाल पनि गरिरहेका छन् नराम्रो काम गर्नको लागि, होइन। अनि यो कुरा चाहिँ अहिलेको समाजमा हामीले यस्तो कुरा एडिक्सनमा प्रभाव परेको कुरा हामी देख्दैछौँ। हजुर, एकदमै राम्रो है। किनभने अहिले हामीले देखिरहेको छौँ गाउँघरमा पनि त्यस्तै भइरहेको छ, होइन। नसाले गर्दाखेरि आमा बाउको बात नमानेर नसापट्टि गएर अनि पढाइमा त एकदमै ध्यान छैन अहिलेको नानीहरूलाई। अहिले एकदमै नसामा गइरहेको छ। अनि यसबाट बाँच्नको लागि धेरै जग्गातिर पनि लाने गर्छन्। अनि मैले देखेको है, अनि धेरै मैले अब हामी क्रिस्चियनिटीमा गयो भने चाहिँ धेरैकोबाट हामीले टेस्टिमनी सुनिरहेको छौँ कि लतबाट चाहिँ निक्लेको कुराहरू सुनिरहेको छौँ। अनि त्यही प्रकारले अर्को के भन्छ, तेस्रो क्वेसन चाहिँ तपाईँलाई के छ भन्दाखेरि चाहिँ बाइबलले चाहिँ लत एडिक्सनको बारेमा चाहिँ के भन्छ। त्यो बाइबलले जब एडिक्सनको बारेमा बाइबलले के भन्छ भनेर हामीले बुझ्दाखेरि चाहिँ एडिक्सन चाहिँ एउटा यस्तो चिज हो जसले चाहिँ हामीलाई बन्धनमा पार्छ। हजुर, होइन, कुनै कुराले हामीलाई बन्धनमा पारेको कुरा चाहिँ एडिक्सन भनेर हामीले त्यसलाई बुझ्छौँ। अनि अथवा एडिक्सन चाहिँ यस्तो पनि कुरा हो जुन कुरा चाहिँ हाम्रो लागि एउटा मूर्ति पूजा, होइन। त्यो कुरा चाहिँ हाम्रो लागि के भएको छ भने बाइबलले के भन्छ हेर्नुहोस्, व्यवस्था 6:5 कि तिमीले आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले
आफ्नो सारा प्राणले र आफ्नो सारा सामर्थ्यले प्रेम गर्नु। भन्नु खोजेको चाहिँ हाम्रो जीवनको सबभन्दा मुख्य र प्रायोरिटी चाहिँ परमेश्वर हो। तर एडिक्सनले चाहिँ के गरिरहेको छ भने हामीलाई परमेश्वरको जग्गालाई उसले लिइरहेको छ होइन, परमेश्वरको जग्गालाई उसले रिप्लेस गरिरहेको छ। अनि एडिक्सन चाहिँ हाम्रो लागि के भयो लागि सबै कुरा भयो। त्यही कारणले गर्दाखेरि अहिलेको समयमा हामी हेऱ्यौँ भने एडिक्सनले चाहिँ हामीलाई के गरेको छ भन्दाखेरि परमेश्वरभन्दा उत्तम बनाइरहेको छ। त्यो मान्छे जो एडिक्सनमा फसेको छ उसले परमेश्वरलाई खोज्दैन, तर उसले के गर्छ त्यो नसालाई खोज्छ। अनि त्यो नसा चाहिँ उसको लागि चाहिँ महत्त्वपूर्ण कुरा हुन्छ। अनि त्यो हो बाइबलले चाहिँ भन्छ एडिक्सन चाहिँ मृत्यु पूजा हो, एडिक्सनले चाहिँ हामीलाई बन्धनमा पार्छ। अनि बाइबलले यो पनि भन्दछ हेर्नुहोस्, यस्तो नसा गर्नेहरू एडिक्टेडहरू होइन, जो पिक्करपनहरू छ, यी सबैहरू चाहिँ परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। गलती 5:21 हामी पढ्यो भने त्यो पाउँछौँ। नसा गर्ने यस्तो एडिक्सनमा फस्नेहरू व्यक्ति चाहिँ कतै पनि परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। किनभने संसारमा हुँदा नै उनीहरू चाहिँ परमेश्वरलाई नखोजेर यी कुराहरूमा उनीहरूको सन्तुष्टि खोजिरहेको हुन्छ। त्यसै कारणले गर्दा उनीहरू परमेश्वरको राज्यमा प्रवेश गर्न सक्छ। हजुर बोल्दै गर्दाखेरि यो विषयमा मलाई एउटा प्रश्न के आयो भन्दाखेरि चाहिँ अब यदि यसबाट बाँच्नु भने चाहिँ यदि हामीले परमेश्वरको वचनलाई हामीले फलो गर्यो भने चाहिँ हामी के यो लतबाट एडिक्सनबाट हामी बाँच्न सक्छौँ सर? एकदम राइट कुरा तपाईँले राख्नुभयो। हामी कसरी यो एडिक्सनबाट ओभरकम हुनु, कसरी एडिक्सनलाई जित्नु, तपाईँलाई म एउटा सरल र इजी नुस्खा दिन्छु होइन, इजी एक्जाम्पल दिन्छु। तपाईँ र म एडिक्सनदेखि मुक्त हुनको लागि चाहिँ एउटै उपाय छ, अनि त्यो चाहिँ ख्रिस्ट हुनुहुन्छ। ख्रिस्ट प्रभुले चाहिँ होइन, बाइबलमा हामी पढ्दाखेरि पाउँछौँ ख्रिस्ट प्रभुले चाहिँ मानिसलाई उद्धार गर्ने काम गर्नुहुन्छ, मुक्ति दिने काम गर्नुहुन्छ, स्वतन्त्र गर्ने काम गर्नुहुन्छ। हामीले बाइबलमा गलती 5:1 हामी पढ्यौँ भने येशू ख्रिस्टले चाहिँ हामीलाई के गर्नुहुन्छ भने छुटकारा गर्नुहुन्छ भनेर बाइबलले भन्दछ। यूहन्ना 8:36 हामी पढ्यौँ भने येशू ख्रिस्टले चाहिँ हामी सबै मानिस जातिलाई छुटकारा दिने काम गर्नुहुन्छ, स्वतन्त्र गर्ने काम गर्नुहुन्छ भनेर यहाँ बाइबलले भन्दछ। त्यसै कारणले गर्दाखेरि यो एडिक्सनबाट हामीले कसरी बिर्सन सक्छौँ? ख्रिस्टको सहयोगद्वारा मात्रै हो। ख्रिस्ट प्रभुले मात्रै हामीलाई छुटकारा दिन सक्नुहुन्छ। हामीले बाइबलमा पढ्यौँ भने एउटा जग्गा यस्तो छ, येशू ख्रिस्टले भन्नुभएको छ तिमीले सत्यलाई बुझ्नेछौ र सत्यले तिमीलाई छुटकारा गर्नेछ, या सत्यले तिमीलाई आजाद गर्नेछ। अब त्यो सत्य को हो त? प्रश्न आयो। सत्यले तिमीलाई छुटकारा दिनेछ, अब त्यो सत्य को हो भन्दा बाइबलले भन्दछ यूहन्ना 14:6 येशू ख्रिस्टले भन्नुहुन्छ म चाहिँ बाटो अनि सत्य हुँ। सत्य ख्रिस्ट येशूले चाहिँ आफैलाई सत्य हो भनेर प्रकट गरिरहनु भएको छ। किन अब येशू ख्रिस्टमा विश्वास गर्ने र प्रभु येशूमा विश्वास गरेको व्यक्तिहरू सत्यलाई बुझेको हुन्छन्? किनभने जब पनि येशू ख्रिस्टलाई हामी विश्वास गर्छौँ हामी भित्र चाहिँ त्यो असत्य कुराहरू हट्दै जानेछ र हामी प्रभु येशूले चाहिँ हामीलाई सत्यको प्रकाश दिनुहुन्छ। अनि जुन कुरा प्रभु येशूमा विश्वास गर्छौँ भने हामीले यो नसा भन्ने कुरा चाहिँ यो चाहिँ असत्य रहेछ, यो कुराले चाहिँ मलाई नाशमान पुर्याउने रहेछ भन्ने कुरा चाहिँ प्रभु येशू ख्रिस्टमा विश्वास गरेको हामीले उहाँले हामीलाई प्रकाश गर्दै जानुहुन्छ। जति जति तपाईँ प्रभु येशू ख्रिस्टसँग सम्बन्ध मजबुत हुँदै जान्छ त्यति त्यति त्यो नराम्रो कुराहरू चाहिँ हटिँदै जान्छ, मेटिँदै जान्छ, त्यो साङ्ग्राहरू चाहिँ टोडिँदै जान्छ। त्यसै कारणले गर्दा येशू ख्रिस्टले मात्रै हामीलाई यो एडिक्सनबाट स्वतन्त्र पाउन सक्नुहुन्छ। म तपाईँलाई एउटा कुरा भन्छु, बाइबलमा एउटा यस्तो लेखेको छ है, अब सत्यले हामीलाई छुटकारा दिन्छ। बाइबलले यस्तो पनि भनेको छ कि हामी चाहिँ निसाले नमात्यौँ होइन, नसाले नमात्यौँ तर केले मात्यौँ भनेको छ बाइबलले? पवित्र आत्माले मात्यौँ। पवित्र आत्माले भरिएको व्यक्ति चाहिँ एडिक्सनलाई जित्न सक्ने व्यक्ति हुन्छ। पवित्र आत्माद्वारा नै हामीले एडिक्सनलाई जित्न सक्छौँ। अनि त्यो पवित्र आत्मा भरिँदै भरिँदै जब हामी जान्छौँ तब यो नसा जुन चाहिँ एडिक्सन छ त्यो हट्दै हट्दै हामी भित्रबाट निस्केर जान्छ। अब तपाईँले मलाई प्रश्न गर्नुहुन्छ र पवित्र आत्माबाट कसरी हामी भरिनु, कसरी हामी दिन रात पवित्र आत्मामा भरिनु? म तपाईँलाई एउटा कुरा भन्छु,
दुईटा कुराद्वारा चाहिँ तपाईँ पवित्र आत्माद्वारा भरिन सक्नुहुन्छ। एउटा चाहिँ जब तपाईँ प्रभुसँग प्रार्थना गर्नुहुन्छ। प्रभु ख्रीष्टले भन्नुभएको छ लुका 11:13 यदि परमेश्वरसँग तिमीले प्रार्थना गरेर माग्छौ भने परमेश्वरले के तिमीलाई पवित्र आत्मा दिनुहुन्न र भन्नुभएको छ। त्यसै कारणले गर्दा यो एडिक्सनबाट बच्नको लागि चाहिँ हामीलाई ख्रीष्ट प्रभुको पनि आवश्यकता छ, साथसाथै ख्रीष्ट प्रभुको पवित्र आत्माको पनि आवश्यकता छ। अनि त्यो पवित्र आत्मामा जब हामी भरिँदै भरिँदै जान्छौँ तब यो नसा जुन चाहिँ एडिक्सन छ त्यो चाहिँ हट्दै हट्दै हामी भित्रबाट जान्छ। हामी पवित्र आत्माले भरिनुपर्छ। अनि जब हामी पवित्र आत्माले भरिन्छौँ यो सबै कुरा नराम्रो कुरा चाहिँ हट्दै हट्दै जान्छ। प्रभुको आत्माले हामीलाई अगुवाई गर्नुहुन्छ। अनि त्यो प्रभुको आत्माले जब हामी अगुवाई गर्छौँ भने हाम्रो शारीरिक इच्छा चाहिँ मेटिँदै जान्छ र प्रभुको आत्मिक इच्छा चाहिँ बढ्दै बढ्दै जान्छ। हुन्छ, तपाईँलाई धन्यवाद छ। एकदमै राम्रो कुराहरू हामीले आज सिकेका छौँ। भनेपछि हामीले त्यो लतबाट जित्नु हो, निस्किनु हो भने चाहिँ हामीले प्रभु यीशुको वचनलाई हामीले पालन गर्यौँ भने चाहिँ हामी एकदम 100% त्यसबाट हामी बाँच्न सक्छौँ, निक्लिन सक्ने रहेछौँ है। हामीले लतको बारेमा हेऱ्यौँ है, के कस्तो रहेछ, हामीले धेरै कुराहरू बुझेका छौँ। अनि तपाईँहरूलाई यसको बारेमा अझै जान्नु छ भने तपाईँहरूले कमेन्ट गर्नु सक्नुहुनेछ अनि हामी तपाईँको प्रश्नको उत्तरहरू पनि दिनेछौँ। अनि र आजको भिडियो यति नै छ। अनि जति सक्दो तपाईँहरूले सेयर गर्नुहोस् है। अनि यो सेयर गरेर अनि जो लतमा फसिरहेको छ अनि निस्किने बाटो खोजिरहेको छ भने चाहिँ यो भिडियो मार्फत चाहिँ उनीहरूले त्यो कुराबाट निक्लिन सकेको होस्। हुन्छ, फेरि तपाईँहरूलाई जय मसीह।